राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ देशभर नै आफ्नो झन्डा चाहिँ गाडिसकेको छ है, घन्टी चाहिँ बजिसकेको छ। अब यो हिसाबले हेर्दाखेरि चाहिँ नेप्सीमा पनि एउटा राम्रै खालको र्याली चाहिँ सुरु हुन्छ कि भनेर एक्सपेक्ट गर्न सकिन्छ। आफ्टर धेरै महिनाको कन्सल्टेसन पछि चाहिँ फाइनली चाहिँ नेप्सीलाई चाहिँ एउटा चाहिने मजाको क्याटलिस्ट चाहिँ मिलिसकेको जस्तो देखिन्छ। जसरी यो बेलामा हामी प्यानिक भएको थियौँ होइन, अब जस्तो त्यो बेला चाहिँ हामीले कुरा गरिसकेको थियो कि अब प्यानिक नहुनु, किनकि यस्तो प्यानिकहरू आउँछ, मार्केटले पचाउँछ भनेर। अहिले अब एक्ज्याक्टली कस्तो भन्दा जसरी मान्छे प्यानिक हुन्छ त्यस्तै गरी चाहिँ रिभर्सली चाहिँ मान्छे एक्साइट पनि हुन्छ। अब यसले चाहिँ एउटा राम्रै खालको मुभ चाहिँ ल्याउँछ। अब त्यो मुभलाई चाहिँ कतिको सस्टेन हुन्छ भनेर त भोलिको दिनले देखेला। तर मलाई जहाँसम्म लाग्छ अब आउने र्यालीहरू चाहिँ अलिकति राम्रै खालको दीर्घकालीन र्याली हुनसक्छ है। अब यसलाई हुन सक्ने चान्स भनेको एउटा भनेको 2/3 सरकार छ, जुन चाहिँ जनताले चाहेको र रोजेको सरकार हो। अर्को भनेको चाहिँ हामीले डक्टर स्वर्णिम वाग्ले जस्तो चाहिँ जो इकोनोमिस्ट अलरेडी चाहिँ वर्ल्ड ब्याङ्कमा काम गरिसक्नु भएको छ, युएनडिपीमा चाहिँ अलरेडी सिनियर इकोनोमिस्टको रूपमा काम गरिसक्नु भएको छ। उहाँलाई चाहिँ हामीले आफ्नो अर्थमन्त्रीको रूपमा पाउँदैछौँ। उहाँले राम्ररी के भन्नुभएको छ न, म जनतालाई खुसी हुने र दुःखी हुने कुरा भन्दा पनि जुन राम्रो हो, जुन कुराले चाहिँ समग्र अर्थतन्त्रलाई राम्रो बनाउँछ त्यो कुरालाई चाहिँ एकदम प्रायोरिटी दिन्छु भन्नुभएको छ। अब त्यो हिसाबले हेर्दाखेरि चाहिँ त्यो भन्नु भनेको नै के हो भन्दाखेरि नेपालमा चाहिँ ठुल्ठुला कल कारखानाहरू, विदेशी कम्पनीहरू, एफडिआईहरू चाहिँ आओस्, यहाँनिर पब्लिक प्राइभेट पार्टनरसिपमा चाहिँ कम्पनीहरू रन होस्, उनीहरूले चाहिँ ग्रोथ गर्ने एक्सपेन्सनको अपर्च्युनिटी पाओस्, राम्रो अर्निङ गर्न सकोस्, इपिएस बढाउन सकोस् र लगानीकर्ताले चाहिँ महँगोमा पनि त्यो कम्पनीको सेयर किन्न चाहिँ नडराउँ भन्ने वातावरण बनाउन खोजेको। यी कुराले गर्दाखेरि चाहिँ मार्केटमा एउटा राम्रै खालको र्याली आउन सक्ने सम्भावना छ। अब आउँछ कि आउँदैन त्यो त भोलिको दिनमा देखेला। तर अहिलेको लागि भने चाहिँ तपाईँहरू तयार भएर बस्नु होला है त।